हेलो नमस्ते। आज म काठमाडौँ जिल्लामा रहेको बौद्धनाथ स्तूपा भिजिट गर्न आइसकेकी छु। म बसोबास गरिरहेको स्थानबाट करिब 8 किलोमिटर टाढा रहेको काठमाडौँ बढीमा सबैभन्दा ठुलो स्तूपको रूपमा चिनिन्छ। भनिन्छ प्राचीन कालदेखि नै बौद्ध धर्मावलम्बीहरूको प्रमुख केन्द्र रहेको यो बौद्ध महाचैत्यले धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको यो बौद्धनाथ स्तूपको माने घुमिराख्दा मनमा छुट्टै आनन्दमय मिल्छ। नेपालमा रहेको विश्व सामु चिनाउन सफल यो बौद्धनाथ स्तूपा धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थलको रूपमा चिर परिचित छन्। त्यसैले यो स्तूपा यही कारण नै सन् 1979 सालमा विश्व सम्पदाको सूचीमा पर्न सफल भएको छ। हाम्रो मन सुन्दर, सफा र पवित्र हुनुपर्छ। जबकि हामी मठ मन्दिर जाने बेला मात्र होइन, अरू बेला पनि आफ्नो मन सुन्दर, सफा र पवित्र भए पनि भगवान्ले पनि भनेको, आँटेको, सोचेको सबै मनोकाङ्क्षाहरू पुरा गरिदिनुहुन्छ। त्यसैले आज म बौद्धनाथ स्तूपको विशेष पूजा पनि गरियो। त्यसैले म चाहिँ अब एक स्टेप माथि प्रवेश गरिसकेकी छु, जहाँ यो बौद्धनाथ स्तूपको आकार रहेको छ। माथिल्लो भागमा बुद्धको आँखा र शान्तिको प्रतीक भनेर चिनिन्छ, जुन माथिल्लो भाग पहेँलो र तल्लो भाग सेतो आकारमा बनेको छ। त्यसैले त यो स्तूपलाई पवित्र स्थल मानिएको छ। र आजको यो भिडियोलाई मन पराइदिनु भएकोमा धन्यवाद। लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू।